नमस्कार प्रिय दर्शकवृन्द, तपाईलाई हाम्रो च्यानल मोटिभेसन डेली जीवन मन्त्रमा स्वागत छ। आजको भिडियोमा हामी भगवान गौतम बुद्धका 20 प्रेरणादायी भनाइहरू प्रस्तुत गर्दैछौँ। यी भनाइहरूले तपाईलाई जीवनको सही मार्गमा प्रेरित र ऊर्जाशील बनाउन सहयोग पुर्याउनेछन्। अब हामी यी 20 जीवन मन्त्रहरूको साथ सुरु गर्दैछौँ। 20 भनाइहरू। 1. ध्यान, शान्ति र आन्तरिक समृद्धिमा ध्यान लगाउनुहोस्। यसैले तपाईको जीवनलाई शान्त र आनन्दमय बनाउन सक्छ। 2. तपाईको शरीर केवल एक अस्थायी घर हो। तपाईको मन र आत्मा नै तपाईको वास्तविक अस्तित्व हो। 3. हामी जस्तो सोच्छौं त्यस्तै बनिन्छौं। 4. विपरीत परिस्थितिहरूमा धैर्य राख्नु आवश्यक छ। यसले तपाईलाई जीवनमा स्थिरता र सुख ल्याउँछ। 5. साँचो, वास्तविक शान्ति तब मात्र प्राप्त हुन्छ जब हामी आफ्नो मनलाई नियन्त्रण गर्न जान्छौं। 7. सपना, चिन्ता र भयको संसारबाट बाहिर निस्कनुहोस्। यो असल जीवन हो। 8. हाम्रो सोचले नै हाम्रो संसार र जीवनलाई बनाउँछ। 9. जीवन दुःखमुक्त गर्नको लागि तपाईले आफ्नो अज्ञानतालाई पार गर्नुपर्छ। 10. जो यो संसारमा दुःख भोग्छ उसले आफैलाई शान्ति दिने उपाय सिक्नुपर्छ। 11. सपना र आशाहरू त्यति बेला मात्रै सार्थक हुन्छन् जब तपाईं त्यसलाई क्रियामा परिणत गर्नुहुन्छ। 12. दुःख भनेको तपाईको चेतनाको परिणाम हो। यो केवल अस्थायी हो र समयसँगै परिवर्तन हुन्छ। 13. जीवनमा वास्तविक सुख भनेको मात्र भौतिक सम्पत्ति होइन, त्यसको भन्दा ठूलो कुरा मानसिक शान्ति हो। 14. ध्यान गर्नाले हाम्रो चित्तलाई शान्त राख्न र संसारलाई बुझ्न मद्दत गर्छ। 15. मृत्यु जीवनको अन्त होइन, यो केवल एक नयाँ यात्रा सुरुवात हो। 16. सबैको खुशी र शान्ति हामीबाटै सुरु हुन्छ। 17. जीवनका हरेक पललाई पूर्ण रूपमा जिउनुहोस् र हर्षित रहनुहोस्। 18. जिन्दगी एक नदी जस्तै हो जुन बहिरहेको छ। जसरी तिनका अवरोध हटाइन्छ त्यस्तै हामी पनि स्वतन्त्र हुन्छौं। 19. अरूसँग सहयोग गर्ने, एकअर्कालाई बुझ्ने र माया दिने तरिका खोज्नुहोस्। 20. साँचो, बुद्धिमत्ता भनेको आफूलाई चिन्ने र आत्मनिर्भर बन्ने प्रक्रिया हो। तपाईलाई यी भनाइहरू कस्ता लागे? यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी मोटिभेसन डेली जीवन मन्त्रमा यस्तै प्रेरणादायी सामग्री तपाईसम्म पुर्याउने प्रयास गर्छौं। जीवनका हरेक पललाई सकारात्मक र उत्साही ढंगले बिताउनुहोस्। धन्यवाद र शुभकामना।